हेलो एभ्रिवान, स्वागत छ यहाँहरूलाई मेडिको एमसिक्यू बर्स्टमा। सो आज चाहिँ हामी क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज अथवा सिओपिडीको बारेमा चर्चा गर्न गइरहेछौँ। सो सिओपिडीलाई चाहिँ मैले यहाँ पार्ट 1 र पार्ट 2 गरी दुई पार्ट्समा डिभाइड गरिसकेको छु। पार्ट 1 मा डेफिनिसन, टाइप्स अफ सिओपिडी, इटियोलोजी इन्क्लुडिङ काउजेटिभ अर्गानिजम्स एन्ड रिस्क फ्याक्टर्स, त्यसै गरी प्याथोफिजियोलोजी रहेको छ भने पार्ट 2 मा क्लिनिकल फिचर्स, इन्भेस्टिगेसन, ट्रिटमेन्ट, कम्प्लिकेशन्स एन्ड प्रिभेन्सन अफ सिओपिडी रहेको छ। सो लेट्स स्टार्ट फ्रम पार्ट 1। सो पार्ट 1 मा सबभन्दा पहिले बुझ्नुपर्ने कुरा भनेको के हो भन्दा सिओपिडी भनेको के हो त? सो इट इज डिफाइन्ड एज क्रोनिक प्रोग्रेसिभ पल्मोनरी अब्स्ट्रक्सन क्यारेक्टराइज्ड बाई एयर फ्लो लिमिटेसन विच इज इरिभर्सिबल। नामले नै थाहा हुन्छ, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज भन्नाले लामो समयदेखि लङ्समा भएको अब्स्ट्रक्सनले गर्दा रोग लाग्नु, अथवा यो डेफिनिसनबाट हामीले अझै क्लियर गरौँ यसलाई। लङ्समा इन्फ्लामेसन भएर लामो समयदेखि इन्फेक्सन भएर चाहिँ एयर फ्लो लिमिटेसन हुन्छ, मिन्स ग्यासेस एक्सचेन्जमा बाधा पुग्छ, जसले गर्दा चाहिँ क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज भन्ने कन्डिसन आउँछ र जुन चाहिँ इरिभर्सिबल मिन्स पहिलाको जस्तै सेम कन्डिसनमा ल्याउन सकिँदैन। त्यसै गरी यहाँ रहेको छ, इट इज अल्सो नोन एज वर्ल्ड्स 4th नन कम्युनिकेबल डिजिज। यसलाई चाहिँ विश्वकै 4th नन कम्युनिकेबल डिजिजको नामले पनि चिनिन्छ। यो चाहिँ एमसिक्यूको लागि एकदमै इम्पोर्टेन्ट रहेको छ। फर एमसिक्यू नोट गर्नु होला। इट इज प्रिभेन्टेबल एन्ड ट्रिटेबल बट नट क्युरेबल भन्नाले यसलाई चाहिँ रोक्न सकिन्छ, साथै उपचार पनि गर्न सकिन्छ, तर सेम पहिलाकै कन्डिसनमा नर्मल कन्डिसनमा चाहिँ ल्याउन सकिँदैन। एकपटक यो डिजिज लाग्यो भने त्यसलाई चाहिँ प्रिभेन्ट गर्न सकिन्छ, अझै नबिग्रिन दिन सकिन्छ, उपचार गर्न सकिन्छ, तर पहिलाकै जस्तै नर्मल कन्डिसनमा चाहिँ ल्याउन सकिँदैन। सो अब हामी यसका टाइप्सको बारेमा चर्चा गरौँ। सो टाइप्समा फर्स्टमा रहेको छ यहाँ क्रोनिक ब्रोन्काइटिस। क्रोनिक ब्रोन्काइटिस भन्नाले क्रोनिक प्रोडक्टिभ कफ फर मोर देन 3 months इन एटलिस्ट 2 consecutive years भन्नाले लगातार 2 वर्षसम्म प्रत्येक वर्ष 3 महिना वा सोभन्दा बढी इफ म्युकस आउने गरी खोकी भइरहेछ भने त्यसलाई चाहिँ हामी क्रोनिक ब्रोन्काइटिस भनेर डायग्नोज गर्न सक्छौँ। यसलाई चाहिँ ब्लू ब्लोटर्सको नामले पनि चिनिन्छ। यहाँबाट पनि एउटा एमसिक्यू बन्न जान्छ। ब्लू ब्लोटर्स भन्नाले के बुझिन्छ त? त्यति बेला चाहिँ डिफ्रेन्ट अप्सन्सहरू दिन सक्ला, त्यहाँ चाहिँ हामीले चुज गर्ने भनेको क्रोनिक ब्रोन्काइटिस हो। यसलाई चाहिँ नोट गर्नु होला, एमसिक्यूको लागि इम्पोर्टेन्ट रहेको छ यो। त्यसै गरी अर्को सेकेन्ड नम्बरमा रहेको छ इम्फाइजमा, मिन्स एबनर्मल पर्मानेन्ट dilatation of air spaces distal to the terminal bronchioles accompanied by destruction of their walls without obvious fibrosis भन्नाले इफ लङ्समा हैन, लङ्समा भनौँ के हुन्छ भन्दा पहिला ट्र्याकिया चाहिँ प्राइमरी ब्रोन्कियल्स, सेकेन्डरी ब्रोन्कियल्स, टर्सरी ब्रोन्कियल्समा चाहिँ डिभाइड हुन्छ हैन। अब ब्रोन्कियल्स जहाँ सकिन्छ मिन्स ब्रोन्कियल्सको टर्मिनल पार्टमा, सपोज यसलाई नै हामी इक्जाम्पलको रूपमा लियौँ, ब्रोन्कियल्सको टर्मिनल पार्टमा चाहिँ अल्भियोलाई हुन्छ हैन। अल्भियोलाईमा के हुन्छ भन्दा इफ इन्फेक्सन भयो भने अल्भियोलाईको जुन नर्मल साइज हुन्छ त्यो चाहिँ सुन्निन जान्छ हैन, एक्सपान्ड हुन्छ, त्यसको साइज बढ्छ, जसले गर्दा चाहिँ एयर फ्लो लिमिटेसन हुन्छ, ग्यासेस एक्सचेन्ज चाहिँ हुँदैन। त्यतिखेर चाहिँ अल्भियोलाईको वलको डिस्ट्रक्सन भएर अल्भियोलाईको जुन वल्स हुन्छ साइड साइडको त्यो चाहिँ नष्ट हुन्छ र जुन ग्यास एक्सचेन्ज हुनुपर्ने हो त्यो चाहिँ हुँदैन। मिन्स बडीबाट इन्भाइरोन्मेन्टमा जाँदैन र इन्भाइरोन्मेन्टबाट ग्यास लङ्समा मिन्स बडीमा चाहिँ आउँदैन। त्यतिखेर चाहिँ इम्फाइजमा भन्ने कन्डिसन आउँछ। यसलाई चाहिँ पिङ्क पफर्सको नामले पनि चिनिन्छ। यो पनि सेम एमसिक्यूको लागि एकदमै इम्पोर्टेन्ट रहेको छ, नोट गर्नु होला।
फर एमसीक्यू इम्पोर्टेन्ट रहेको छ। त्यसै गरी यहाँ रहेको छ क्लिनिकल डायग्नोसिस इज डन फर क्रोनिक ब्रोन्काइटिस। मिन्स क्रोनिक ब्रोन्काइटिसलाई क्लिनिकली मिन्स साइन एन्ड सिम्टमको आधारमै डायग्नोज गर्न सकिन्छ, तर पैथोलॉजिकल डायग्नोसिस इज डन फर इम्फाइजमा। मिन्स इम्फाइजमाको लागि इम्फाइजमा डायग्नोज गर्नको लागि ल्याबोरेटरी टेस्टहरू गर्नुपर्छ, पैथोलॉजिकली त्यसलाई डायग्नोज गरिन्छ। साइन सिम्टम्सको आधारमा चाहिँ इम्फाइजमालाई डायग्नोज गरिँदैन। अब हामी चर्चा गरौँ यसका कारणहरू, मिन्स इटियोलोजी। सो यहाँ रहेको छ कुन कुन काउजेटिभ अर्गानिजम्स, कुन अर्गानिजम्सले गर्दा चाहिँ सिओपिडी लाग्ने गर्दछ। काउजेटिभ अर्गानिजम्समा फर्स्टमा रहेको छ यहाँ हेमोफिलस इन्फ्लुएन्जा, मोस्ट कमन अर्गानिजम जसले गर्दा चाहिँ सिओपिडी लाग्ने गर्छ। त्यसै गरी अर्को रहेको छ स्टाफाइलोकोकस अरियस, त्यसै गरी अर्को रहेको छ स्ट्रेप्टोकोकस न्युमोनी। अब हामी चर्चा गरौँ रिस्क फ्याक्टर्सको बारेमा। सो कस्ता कस्ता पर्सनलाई चाहिँ बढी सिओपिडी देखिन सकिन्छ। फर्स्टमा रहेको छ स्मोकिङ। स्मोकिङमा पनि मोर देन 10 प्याक्स पर इयर। इफ कुनै पर्सनले मोर देन 10 प्याक्स पर इयर प्रत्येक वर्ष, एक वर्षमा चाहिँ प्रत्येक वर्ष नभनौँ, एक वर्षमा चाहिँ इफ उसले 10 प्याक्सभन्दा बढी प्याक्सहरू सिगरेटको कन्ज्युम गरिरहेछ भने उसलाई चाहिँ सिओपिडी हुने सम्भावना एकदमै बढी हुन्छ। त्यसै गरी अर्को रहेको छ इन्भाइरोन्मेन्टल पल्युसन। मिन्स इन्भाइरोन्मेन्टमा भएको पल्युसनले गर्दा, इन्भाइरोन्मेन्टमा भएको डिफ्रेन्ट ग्यासेस मिक्सचरले गर्दा चाहिँ सिओपिडी लाग्ने गर्दछ। त्यसै गरी अर्को रहेको छ कोल माइनर्स। मिन्स कोइला खानीमा काम गर्ने व्यक्तिहरू के हुन्छ भन्दा उनीहरू चाहिँ कोइला खन्ने बेलामा कोइलाका धुलाहरू, कोइलाका डस्ट्सहरूसँग एक्सपोजर चाहिँ उनीहरूको बढी हुन्छ, जसले गर्दा चाहिँ उनीहरूको लङ्समा एकदमै डाइरेक्टली प्रभाव पर्न सकिन्छ। त्यसै गरी अर्को रहेको छ प्रिभियस रेस्पिरेटरी डिजिज। इफ प्रिभियस रेस्पिरेटरी डिजिज छ भने, जस्तै टिबी छ भने त्यस्ता व्यक्तिहरूलाई चाहिँ सिओपिडी लाग्ने सम्भावना निकै बढी हुन्छ। त्यसै गरी ओभर क्राउडिङ, बढी भिडभाड छ भने त्यहाँ पनि रेस्पिरेटरी डिजिज, सिओपिडी मात्रै नभनौँ अरू पनि रेस्पिरेटरी डिजिजहरू लाग्ने सम्भावना चाहिँ एकदमै बढी हुन्छ। त्यसै गरी अर्को रहेको छ जेनेटिक फ्याक्टर्स। त्यसमा पनि अल्फा 1 एन्टिट्रिप्सिन डेफिसियन्सी। यो चाहिँ एउटा जेनेटिक डिजिज हो जसमा चाहिँ अल्फा 1 एन्टिट्रिप्सिन भन्ने प्रोटिनको चाहिँ कमी हुन्छ, जसले गर्दा अल्भियोलाईहरू नष्ट हुन्छन् र फाइनली इम्फाइजमा भन्ने कन्डिसन आउँछ। त्यस्ता व्यक्तिहरूमा पनि सिओपिडी लाग्ने सम्भावना निकै बढी हुन्छ। सो अब हामी चर्चा गरौँ प्याथोफिजियोलोजीको बारेमा। सो प्याथोफिजियोलोजीमा के हुन्छ भन्दा पहिला चाहिँ पर्सन जुन कारण छ, कुनै पनि कारणसँग एक्सपोज हुन्छ होइन, कुनै पनि कारणसँग ऊ चाहिँ एक्सपोज भएपछि उसको लङ्समा क्रोनिक इन्फ्लामेसन भइदिन्छ, जसले गर्दा क्रोनिक ब्रोन्काइटिस र इम्फाइजमा भन्ने कन्डिसन आउँछ। त्यहाँ क्रोनिक ब्रोन्काइटिस र इम्फाइजमाको बारेमा मैले पहिला नै चर्चा गरिसकेको छु। सो त्यसपछि चाहिँ एयर फ्लो लिमिटेसन भइदिन्छ। जति मात्रामा ग्यास एक्सचेन्ज हुनुपर्ने हो त्यति मात्रामा ग्यास एक्सचेन्ज हुँदैन। इम्पेयर्ड ग्यासेस एक्सचेन्ज, ग्यास एक्सचेन्जमा चाहिँ बाधा हुन पुग्छ। र इफ ग्यास नै एक्सचेन्ज भएन भने लङ्सलाई सप्लाई गर्ने आर्टरी, ब्लड सप्लाई गर्ने आर्टरी, पल्मोनरी आर्टरीमा चाहिँ ब्लड प्रेसर बढ्न जान्छ र पल्मोनरी हाइपरटेन्सन भन्ने कन्डिसन आउँछ। र पल्मोनरी हाइपरटेन्सनले गर्दा चाहिँ राइट भेन्ट्रिकल अफ हार्टमा पनि असर पर्न जान्छ र त्यहाँ चाहिँ कर्ड पल्मोनल भन्ने कन्डिसन आउँछ। र यतासम्म चाहिँ हाम्रो प्याथोफिजियोलोजी रहेको थियो। सो पार्ट 1 मा भन्नुपर्ने कुरा भनेको यति नै हो। So thanks for watching. Subscribe the channel and like the videos for more.